जीवन के हो? के जीवन केवल जन्म, पढाइ, जागिर, विवाह, सङ्घर्ष र मृत्यु हो? यदि त्यही मात्र हो भने हामी यन्त्रभन्दा फरक के भयौँ? जीवन कुनै समस्या होइन जसलाई समाधान गर्नुपर्छ। जीवन एउटा रहस्य हो जसलाई अनुभव गर्नुपर्छ। तर हामी अनुभव गर्दैनौँ, केवल दोहोऱ्याउँछौँ। बुवाले जे गरे, आमाले जे सिकाइन्, समाजले जे भने त्यही गर्दै जान्छौँ। यही हो अचेतन जीवन। जीवन यात्रा सुरु हुन्छ जब पहिलो पटक भित्र प्रश्न उठ्छ, म को हुँ? मानिस जन्मदा शुद्ध हुन्छ। उसमा कुनै धर्म हुँदैन, कुनै जात हुँदैन, कुनै डर हुँदैन। तर बिस्तारै उसलाई सिकाइन्छ, यो राम्रो, यो नराम्रो, यो भगवान, यो पाप, यो हाम्रो, यो पराई। अनि उसले आफ्नै मौलिकता बिर्सिन्छ। हामी मध्ये धेरै मानिसहरू अरूले लेखेको स्क्रिप्ट अनुसार बाँचिरहेका छौँ। तपाईँ सोच्नुहोस्, के तपाईँले आफ्नो जीवन आफै रोज्नु भएको हो? यदि छैन भने तपाईँ अझै यात्रामा निस्किनु भएको छैन। जीवन यात्रा तब सुरु हुन्छ जब तिमी होइन भन्न सिक्छौ, जब तिमी समाजको डरभन्दा आफ्नो सत्यलाई ठुलो ठान्छौ। यो विद्रोह बाहिर होइन, भित्री हो। साँचो क्रान्ति बन्दुकले हुँदैन, चेतनाले हुन्छ। जब तिमी भिडबाट अलग उभिन्छौ, जब तिमी आफ्नै सोच्न थाल्छौ, त्यो नै यात्राको पहिलो पाइला हो। हामी सधैँ भविष्यको चिन्तामा बाँचिरहेका छौँ। भोलि के हुन्छ, करियर के हुन्छ, मानिसहरूले के भन्छन्। भविष्य कल्पना हो, अतीत सम्झना हो, सत्य केवल वर्तमान हो। जीवन यात्रा वर्तमानमा फर्किनु हो। जब तिमी खाना खाँदैछौ, पुरै सचेत भएर खाऊ। जब तिमी हिँड्दैछौ, प्रत्येक पाइला महसुस गर। त्यही क्षण तिमी जीवनसँग जोडिन्छौ। हामी पीडाबाट भाग्छौँ। पीडा बिना परिपक्वता हुँदैन। जब हृदय टुट्छ, जब असफलता आउँछ, जब मित्र धोका दिन्छ, त्यो क्षणले तिमीलाई गहिरो बनाउँछ। यदि तिमी सचेत भएर पीडालाई हेर्यौ भने त्यो नै गुरु बन्छ। जीवन यात्राको सबैभन्दा महत्त्वपूर्ण चरण ध्यान। ध्यान भनेको विचार रोक्नु होइन, ध्यान भनेको विचारलाई साँची भएर हेर्नु हो। तिमी शान्त बस, श्वास आउँदै जाँदै हेर। विचारहरूलाई आकाशमा बादल जस्तै आउन देऊ। बिस्तारै तिमी बुझ्नेछौ, तिमी विचार होइनौ, तिमी शरीर पनि होइनौ, तिमी साँची हौ। यही साँची भाव नै जागरणको सुरुवात हो। कल्पना गर, तिमी अँध्यारो कोठामा वर्षौं बसिरहेका थियौ। अचानक एउटा सानो झ्याल खुल्छ, प्रकाश भित्र छिर्छ। त्यो झ्याल नै चेतना हो, त्यो प्रकाश नै जीवन हो। जाग, किनकि तिमी निन्द्रामा जीवन गुमाइरहेका छौ। जीवन यात्रा सुरु भइसकेको छ, तर यो त सुरुवात मात्र हो। यदि तपाईलाई यो गहिरो यात्रा मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् भाग 2 ल्याउनुहोस् भनेर। अर्को भागमा हामी जीवन यात्राको दोस्रो चरण अहङ्कारदेखि आत्मसम्म गहिरो कुरा गर्नेछौँ। नमस्कार।